वाञ्छा कल्पतरुभ्यश्च कृपा सिन्धुभ्येव च पतितानां पावनेभ्यो वैष्णवेभ्यो नमो नमः। सम्पूर्ण धर्मानुरागी सज्जन महानुभावहरुमा हामी भागवत परिवारको तर्फबाट यहाँहरु सम्पूर्णलाई श्री राधे श्याम। आदरणीय महानुभाव, सधैँ झैं हामी सम्पूर्ण धर्मप्रेमी सज्जन महानुभावहरुको लागि पक्ष अनुसार परिरहने महापर्व श्री सच्चिदानन्द श्री हरि भगवानको महापर्वको रूपमा प्रादुर्भाव भइराख्ने एकादशीको बारेमा यहाँहरु समक्ष केही जानकारी लिएर म फेरि पनि उपस्थित भइसकेको छु र हामी एकादशीको चर्चामा छौं र अब आउने एकादशी अर्थात योगिनी एकादशीको विषयमा यहाँहरु माझ भएको संशयलाई, शंखालाई, दोधारी पनलाई समाधान गर्नको लागि म उपस्थित भइसकेको छु र भक्तवृन्द, हामी योगिनी एकादशीसँग सम्बन्धित यो भिडियो यहाँहरु माझ मैले प्रस्तुत गरेको छु र हामी भोलि असार 7 गते र असार 8 गते यी 2 दिनका विषयमा योगिनी एकादशीको बारेमा कुन चाहिँ दिन हामीले व्रत बस्ने त भन्ने विषयमा शास्त्रबाट पाएको निर्णय अनुसार यहाँहरुलाई म जानकारी गराउन गइरहेको छु र धेरै महानुभावहरु, धेरै ब्रह्मवेत्ताहरु, विद्वानहरुको मत छ कसैले 7 गते अर्थात भोलिको दिन नै एकादशी लेखेको छ पात्रमा, क्यालेन्डरमा, यहाँहरुको घरमा झुन्याइएको पात्रमा पनि 7 गते नै एकादशीको व्रत भनेर लेखिएको छ। त काहीँ कतै महानुभावहरुले भन्नुहुन्छ 8 गते व्रत बस्नुपर्छ, कसैले भन्नुहुन्छ 7 गते। अब यो विषयमा यहाँहरुलाई कन्फ्युज भएको छ पक्का पनि र वास्तवमा व्रत कुन दिन लिने हो त भन्ने विषयमा यहाँहरुलाई म जानकारी गराउन चाहन्छु। र सबैभन्दा पहिला स विष्णु प्रिय स विष्णु भक्ति इति वैष्णवः, जसले भगवान विष्णुमा भक्ति गर्छ, यो परम सत्य परम जगतमा जसले स्वभावै रूपबाट जो आस्थावान रहन्छ र सम्पूर्ण अनन्त कोटि ब्रह्माण्ड भित्रका अनन्त कोटि प्राणीहरूको अनन्त कोटि हृदयमा अनन्त कोटि श्रीहरि भगवान विभिन्न रूपद्वारा विराजमान हुनुहुन्छ, विद्यमान हुनुहुन्छ भन्ने कुरामा जो व्यक्ति विश्वस्त रहन्छ त त्यो व्यक्ति वैष्णव कहलाउँछ। अब वैष्णवानाम र स्मार्तानाम एकादशीको बारेमा चर्चा गरे तापनि अब आउने एकादशी अर्थात यो योगिनी एकादशी चाहिँ वास्तवमा द्वादश स्पर्श एकादशी, परिपूर्ण एकादशी नै द्वादश स्पर्श एकादशी अर्थात द्वादशीले छोएको एकादशी, द्वादशी तिथि लागेको एकादशी अर्थात जुन एकादशी सँगसँगै हामी द्वादशी तिथिमा प्रवेश गर्दछौं भने त्यो एकादशी त्यो दिन नै व्रतको लागि महत्त्वपूर्ण र पवित्र दिन मानिन्छ। अब यहाँहरुको लागि 7 गते भोलि परिपूर्ण सूर्य उदयदेखि सूर्यास्त पर्यन्त परिपूर्ण तिथि छ। भोलि 7 गते 51 घडी 8 पला एकादशी तिथि राखिएको छ र पर्सि 8 गते बिहान 1 बजेर 25 मिनेटदेखि लगभग एकादशी व्रत चाहिँ अन्त्य भएर द्वादशी सुरु हुने भएको छ। त्यसै कारणले गर्दाखेरि हामीले लिनुपर्ने व्रत चाहिँ कुन दिन हो त भनेर बुझ्नु पर्दाखेरि 8 गतेको दिन नै अर्थात पर्सिको दिन नै अर्थात आइतबारको दिन नै योगिनी एकादशीको व्रत बस्नुपर्ने देखिन्छ र हाम्रो साधारण भाषामा पनि लाग्दो तिथि छोड्दो व्रत भनिएको कारणले गर्दाखेरि भोलिको दिन पितृ तर्पण गर्नको लागि, सिधा गर्नको लागि, श्राद्ध गर्नको लागि परिपूर्ण तिथि हो एकादशी, स्मार्तम स्मरण गरेर गरिने कर्महरूको लागि र पर्सि चाहिँ द्वादशी व्रत स्पर्श एकादशी भएको कारणले गर्दा 8 गतेको दिन चाहिँ वैष्णवजनहरू अथवा भगवानमा, भक्तिमा, धर्ममा आबद्ध रहेका महानुभावहरूको निमित्त 8 गतेको दिन नै हामीले व्रत बस्नुपर्ने हुन्छ र पर्सिको व्रत चाहिँ तुलसीको आराधना गर्ने व्रत नभएर केवल श्रीहरि भगवानको विग्रहको आराधना गरेर रहने एकादशी परेको छ, योगिनी एकादशी। र यसको 15 मा आउने एकादशी चाहिँ देवशयनी अर्थात हरिशयनी एकादशी पर्न गएको छ र यसको विषयमा पनि म यहाँहरुलाई चर्चा परिचर्चा गर्ने नै छु र हामी यतिमा ढुक्क हौं कि अब आउने एकादशी योगिनी एकादशी अर्थात असार 7 गते परेको एकादशीको व्रत असार 8 गते आइतबार
द्वादशी स्पर्श गरिएको तिथि नै परिपूर्ण योगिनी एकादशी व्रत बस्नको लागि उपयुक्त हुने भएको कारणले गर्दा सम्पूर्ण मान्यजनहरूप्रति 8 गते अर्थात् योगिनी एकादशी नै परिपूर्ण एकादशी हो र त्यही दिन हामीले व्रत बस्नुपर्ने भएको छ भन्ने कुराको म अवगत गराउन चाहन्छु। र तिथि श्राद्ध गर्नको लागि भोलि उपयुक्त छ र व्रत बस्नको लागि पर्सि उपयुक्त हुने भएको कारणले गर्दा जुन एकादशी सँगसँगै द्वादशी आउँछ भने त्यो तिथि नै हाम्रो लागि व्रतको लागि परिपूर्ण तिथि हुने भएको कारणले गर्दा हामी सम्पूर्ण महानुभावहरू, सम्पूर्ण भक्तवृन्दहरू, आध्यात्मिक क्षेत्रका आध्यात्मिक व्यक्तित्वहरू सम्पूर्णले 8 गतेको दिन नै हामीले योगिनी एकादशीको व्रत बस्न म सबैलाई आग्रह गर्न चाहन्छु, अनुरोध गर्न चाहन्छु। र एकादशीको महात्म्य, एकादशीको महिमा, एकादशी व्रत किन बस्ने, के कारणले लिने, यसबाट के फल छ, के फाइदा छ, मानव जीवनमा कस्तो यसले चाहिँ प्रभाव पार्दछ भन्ने विषयका बृहत चर्चाहरूमा यहाँहरूले श्रवण गर्न सक्नुहुनेछ प्रत्येक एकादशी। र हाम्रो बर्मेली टोल स्थित दुर्गा मन्दिरमा बेलुका 7 बजेदेखि प्रवचन पनि हुनेछ। र थप जानकारी लिन चाहनुहुने महानुभावहरूले युट्युब च्यानलमा गएर सम्पूर्ण यसको रहस्य, यसको कथा, प्रवचन यहाँहरूले श्रवण गर्न सक्नुहुनेछ। र यति कुराको जानकारी गराउँदै यो एकादशी विशेष जानकारी म यतिमै अन्त्य गर्दै यहाँहरू सम्पूर्णको दिन शुभ रहोस्, मङ्गलमय रहोस् भन्दै म बिदा हुन चाहन्छु। श्री राधेश्याम।